सम्माननीय सभामुख महोदय, माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूद्वारा विनियोजन विधेयक 2082 का सिद्धान्त र प्राथमिकता यस सङ्घीय संसदमा प्रस्तुत भएको छ। म यसको समर्थन गर्दै केही सुझावहरू राख्न चाहन्छु। नेपालको संविधानले व्यवस्था गरेको मौलिक हक र राज्यको निर्देशक सिद्धान्तहरूको कार्यान्वयनमा उच्च महत्त्व राख्दै सेवा, सुशासन, रोजगारी र विकासका गम्भीर चुनौतीहरूलाई ध्यान दिँदै विनियोजन विधेयक ल्याइएको छ। सम्मान्य सभामुख महोदय, केही वर्ष यता नेपालमा मुलुकले धेरै चुनौतीहरूको सामना गर्दै अगाडि बढिरहेको स्थिति छ। अहिले न्यून आर्थिक वृद्धि दर छ, न्यून उत्पादनको अवस्था छ, सार्वजनिक खर्च र स्रोतको परिचालनको अवस्था न्यून छ। यो वर्ष पनि व्यापार घाटा करिब 11 अरब 21 अरब पुगेको देखिन्छ 9 महिनामा। विगत वर्षहरूमा जस्तै रोजगारीमा धेरै सुधार भएको छैन, जसको कारण वैदेशिक रोजगारमा जाने सङ्ख्या निरन्तर बढ्दो छ। वर्षको 7 लाखको सङ्ख्यामा जाने स्थिति छ। यो सँगसँगै उच्च शिक्षाको लागि समेत 1 लाखभन्दा बढी जाने स्थिति छ। यो आज छ, हिजो थियो, निरन्तर चलिरहेकै छ। सम्मान्य सभामुख महोदय, विश्व व्यवस्थामा आर्थिक तथा राजनीतिक परिवर्तन भइरहेको छ। रुस र युक्रेन बीच युद्ध छ। अमेरिका र चीन बीच तीव्र आर्थिक प्रतिस्पर्धा र ट्रेड वार चलिरहेको छ। दुई प्रमुख अर्थतन्त्रको बीच व्यापार युद्धको कारण नेपालमा वैदेशिक सहायता सङ्कुचन भइरहेको छ र अनुदानको कटौती भइरहेको छ। यो बेला हामी नीति तथा कार्यक्रम र सिद्धान्त र प्राथमिकताको विषयमा छलफल यो संसदमा गरिरहेको छौँ। अहिले राष्ट्र ब्याङ्कमा लगानी योग्य रकम थुप्रिएको छ, निरन्तर थुप्रिने क्रम जारी छ। ब्याङ्कहरूले ब्याज दर घटाइरहेको छ, तर ऋण लिएर व्यवसाय गर्ने व्यवसायको कमी देखिन्छ। अहिले भर्खरै महालेखा परीक्षकले 62औं प्रतिवेदन बुझायो, जसमा अहिलेको बेरजु यो वर्ष मात्रै 91 अरब 59 करोडको बेरजु देखिन्छ। यो विगत वर्षमा पनि थियो, तर अझै बढ्दो छ। साथै सरकारी निकायहरूले 4 खरबभन्दा बढी बकेता उठाउने परिस्थिति देखिन्छ। सामान्य सभामुख महोदय, यो सिद्धान्त र प्राथमिकतामा छलफल गरिरहँदा हामीले हरेक वर्ष बजेट निर्माण गर्दाखेरि एउटा राजस्वको लक्ष्य निर्धारण गरेको हुन्छौँ। त्यसमध्ये 79-80 मा 80-81 र 81-82 मा हामीले एकै खालको राखेका छौँ। 14 खरबको हाराहारीमा हामीले लक्ष्य निर्धारण गरेको थियौँ। तर हरेक वर्ष अघिल्लो वर्ष भनेको 79-80 मा 9 खरब 57 अरब मात्रै सङ्कलन गर्न सक्यो। वास्तविक सङ्कलन त्यति मात्रै भयो। 80-81 मा आउँदा त्यसको सङ्कलन 10 खरबमा 10 खरब 58 भयो। अहिले आजको दिनसम्म हेर्दा, वैशाख 30 गतेसम्मको स्थिति हेर्दाखेरि भर्खर 9 खरब 15 अरब उठेको देखिन्छ। यो स्थिति अर्थमन्त्रीज्यूले बुझ्नु भएको छ, देख्नु भएको छ, भोग्नु भएको छ। यो बीच अर्थमन्त्रीले व्यवस्थापन कसरी गर्ने भन्ने विषय बुझिरहनु भएको छ। माननीय उपप्रधान अर्थमन्त्रीज्यूले आजको मुलुकको यो वस्तुगत परिस्थितिलाई मध्यनजर गरेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको छ। म यसको समर्थन गर्दै मैले भन्न चाहन्छु, यसले मुलुकको अर्थतन्त्रलाई कता लैजाने र आगामी बजेट कसरी प्रस्तुत हुन्छ भन्ने कुरालाई दिशाबोध गरेको छ। आगामी बजेट सिद्धान्त र प्राथमिकता आधारित भई यथार्थ र जनताको आशा जगाउने गरी सन्तुलन कायम गर्ने गरी आउने हामीले अपेक्षा लिएका छौँ। शोषण रहित समाज निर्माण गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख समृद्ध अर्थतन्त्रको विकास गर्ने कुरा सिद्धान्तले प्रष्ट पारेको देखिन्छ। सभामुख महोदय, यसमा यी विषय राख्दै मैले केही क्षेत्रगत विषयलाई प्रवेश गर्न चाहन्छु। कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्ने, आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने कुरा गरिरहेको छौँ। यो विगत वर्षदेखि हामी गर्दै गर्दै आएका छौँ, तर खासै प्रगति देखिएको छैन। नेपालमा अहिले 65% नेपाली नागरिकहरू कृषिमा आश्रित छन् या संलग्न छन्। यो
कृषिमा आश्रित जनशक्तिले 27% जीडीपीमा योगदान पुर्याइरहेको स्थिति छ। तर पनि यो अहिले आर्थिक वर्ष यो चालु आर्थिक वर्षको 9 महिनामा हामीले कृषि पशुजन्य र खाद्य उत्पादनहरू 285 अरब 2 खरब 85 अरब रुपियाँको हामीले आयात गरेको स्थिति देखिन्छ। त्यसो भएको हुनाले कृषि उपजको आयात रोक्नको लागि यो विनियोजन विधेयकले उत्पादकता बढाउने तथा खाद्य सुरक्षा सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिएको छ र त्यस्तै कृषि क्षेत्रको इकोसिस्टमलाई प्रभावकारी बनाउने विषय, प्राङ्गारिक तथा रैथाने खेतीलाई प्रोत्साहन गर्ने विषय, रासायनिक मलको सहज आपूर्तिको व्यवस्थाका साथै प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहित गर्ने विषय, गुणस्तरीय बिउ र प्राविधिक सेवा उपलब्ध गर्ने विषय, सँगसँगै आधुनिक प्रविधिमा आधारित खेती प्रणाली अवलम्बन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। सभामुख महोदय, कृषिमा संलग्न किसानहरूलाई सहुलियतपूर्ण ऋण र सस्तो ब्याज दरको व्यवस्था गरेमा यो जुन हामी धेरै आयात गर्दैछौँ आयात रोक्ने स्थिति बन्न सक्छ। यो विषय मैले यहाँ राख्न चाहेँ। सभामुख महोदय, अर्को क्षेत्र पर्यटन हो। पर्यटन क्षेत्र नेपालको इकोनोमीमा महत्त्वपूर्ण रोल खेल्ने क्षेत्र हो। यो पर्यटन क्षेत्रमा निजी क्षेत्रले 20 खरब लगानी गरेको छ। 11,47,000 व्यक्तिले रोजगार प्रदान गरिरहेको पर्यटन क्षेत्र हो। यहाँ प्रत्यक्ष अप्रत्यक्ष गरेर 1 करोड भन्दा बढी नागरिकहरू यसमा लाभान्वित छन्। यसका निम्ति विधेयकले राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदान बढाउन प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने विषय, धार्मिक, सांस्कृतिक, साहसिक, खेल, पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। यस्तै गरी अहिले मैले के भन्न चाहन्छु भने गुणस्तरीय पर्यटक सङ्ख्या वृद्धि गर्ने यहाँको समय सकिँदैछ, मैले सकाएँ गर्दै म एउटा विषयमा राखेर म आफ्नो विषय अन्त्य गर्न चाहन्छु। अहिले सामान्य सभामुख महोदय, मैले सकेँ। अब डिजिटल पूर्वाधार र डिजिटल अर्थतन्त्रलाई निर्माण गर्न विधेयकले प्राथमिकता राखेको छ। किनभने यो क्षेत्रमा 16,000 कम्पनीहरू कार्यरत छन् र 2022 को तथ्याङ्क हेर्दा 68 अरब आइटी सेवा निर्यात गरेर पैसा प्राप्त गरेको छ मुलुकले र करिब 65,000 व्यक्तिहरू यस क्षेत्रमा रोजगार प्राप्त छन् र डिजिटल नेपालको लक्ष्य हासिल गर्न, रोजगार सृजना गर्न, सूचना प्रविधि निजी क्षेत्रको लगानी आकर्षित गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। निर्यातलाई उच्च सम्भावना भएको सूचना प्रविधि क्षेत्रको उद्योग गर्न थप प्रोत्साहित गर्दै सूचना प्रविधिको उपयोगलाई सुरक्षित, मर्यादित, भरपर्दो बनाउने विषय यो विधेयकले प्राथमिकता राखेको छ। यति गरेमा आइटी क्षेत्रले आगामी 10 वर्षमा 30 खरब आइटी सेवा निर्यात गर्ने र 5 लाख नागरिकलाई यो रोजगार दिने विषय यहाँ उल्लेख छ। मैले सके सभामुख महोदय, अन्तमा यो आगामी बजेटले पुँजीगत खर्चलाई प्रभावकारी रूपमा वृद्धि गर्ने, चालु खर्च घटाउने, रोजगारीका अवसर सृजना गर्ने, वित्तीय अनुशासन कायम गर्ने र जनतामा देश निर्माण हुन्छ अब भन्ने आशा जगाउने खालको बजेट आउँछ भन्ने अपेक्षा सहित अर्थमन्त्रीज्यूले शुभकामना दिँदै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद।